हामी हाम्रो बहिनीहरूलाई यसो घुमाउन ल्याएको थियौँ गुम्बातिर। अनि गुम्बाबाट त्यहाँ प्लेग्राउन्डहरू छ, त्यहाँ जान आँटेको हामीहरू। हामीले नानीहरू घुमाएर घर लाँदैछौँ। न्यू एबर स्कुलको बस। यहाँ चाहिँ एकचोटि हामी पहिले माछा पक्रिन आएको थियौँ। यहाँ चाहिँ हाम्रो पुलिस के भन्दा के भन्नु, पुलिस क्याम्प अङ्कलले हेर्दै हुनुहुन्छ। एउटा हाम्रो पुलिस अङ्कलले हेर्दै हुँदो रहेछ। जय सलाम। हाम्रो चाहिँ यस्तो शिविर भए पनि फुलहरू दामी दामी पाउँछ। यता यी हाम्रो बहिनी गले जस्तो छिन्। यता यो फोटोग्राफर हिरोनी जस्तो भएर अनिसा बहिनीसँग गएको थिएँ म चाहिँ यसो घुम्न। फुलहरू हेर्नु, बाटो बाटोमा फुल, बारी बारीमा फुलहरू दामी। अरू ठाउँमा यस्तो गर्मी भयो नि, यस्तो घाम लागेको छ भने हाम्रो ठाउँमा हेर्नु यति शीतल छ, यस्तो मजाको हावा चल्दैछ। खै बेबी बस त्यहाँ फोटो खिचिदिन्छु। हाम्रो बहिनी चाहिँ फेरि यति सोझी छिन् भने बस भन्दा बसिदिइहालिन्। यस्तोको चुङ्गी खेलेको कतिजनालाई याद छ तपाईँहरूलाई? यस्तोको चुङ्गी खेलेको हामी साह्रै खेल्थ्यौँ, हामीलाई साह्रै मन पर्थ्यो पहिला पहिला। अब सानो खालको टमाटरहरू छ। सुपारी भेट्यौ हामी? ठिक्क हामीले चाहिँ सुपारी पनि भेट्यौँ। यस्तो रहेछ हाम्रो सुपारी। गुम्बा उपर, हामी अघि गएको गुम्बा उपर प्लेग्राउन्ड त्यता। हामी चाहिँ यहाँ डाँडामा आइपुग्यौँ। यहाँ त अनि बिचरा टमाटरको त हालत यस्तो टिपेर लैजाउँ न कसको हो पनि। हामी चाहिँ अब टमाटर चोर्न आँट्यौँ। अझै ठुलो फलेको रहेछ, बेहाल रहेछ बिचरा टमाटरको। हामी चाहिँ गोजीमा हाल्न आँटेको टमाटर। यस्तो राम्रो टमाटर कहाँ भेट्नु। हाम्रो चाहिँ घर आउनुभन्दा अगाडि चाहिँ यस्तो बाँसै घारी मात्रै छ। को कराउँदै हुन्छ? हाम्रो कराएको कि टमाटर चोरेको थाहा पनि भइगयो। यस्तो बाँस घारी छ। यो बाँस घारीले गर्दा चाहिँ जे होस् हाम्रो गाउँ एकदम शीतल हुन्छ क्या। गर्मीमा पनि पुरा हावा चल्छ। अनि यस्तो बाँस घारीहरू छ। ल बाई बाई। हामी चाहिँ भ्लग एन्ड गर्न चाहन्छौँ। बाई भन्देऊ बेबी। बाई अनुष्का बाई भन्देऊ। बाई बाई गाइस। अनुष्का पनि बाई भन्दै पछाडि। मलाई पनि बाई भनिदिएको। मैले